ल गाइज हामी चाहिँ अहिले ट्याक्कै रुस्पेको झरना आइपुग्यौँ। झरना यतापट्टि छ, यहाँ गाडी यता छ, यहाँ अगाडि पहिरो गएर बाटो बन्द भएर अघि नै ढुङ्गा पन्छाउँदै आएको, यहाँ माथि फेरि बाटो बन्द छ अरे। यहाँ माथि रहेछ के हिँडेर जानु। ढुङ्गा गुल्डिया रहेछ यहाँ, यस्तो झर्ला जस्तो छ यी। आफ्नो गाडीमा मेसिन लोड गरेर छ, झार्नै मिल्दैन ढुङ्गा पन्छाउनलाई। मेसिन छ, झार्नै मिल्दैन। ल झरना चाहिँ यतापट्टि छ। बिहान मर्निङ झरना चाहिँ यता छ, अझै उताबाट फुलबारीबाट राम्रो आउँछ। मौसम राम्रो छ, मौसम चाहिँ पहिरो झर्ला जस्तो भइरहेछ।